साथीहरु वेलकम ब्याक राई किराती ब्लग। आज चाहिँ हामी थोरै फरक ठाउँमा आइएको छ। माने भन्ज्याङदेखि हामी गोर्खेको मङ्गलोबारे छेउमा आएको छौँ। पहिला यो ठाउँ काम गरेको थियौँ लेबर भएर, अनि यो ठाउँमा हामी बस्ने खाने सुत्ने व्यवस्था थियो। यहाँ दोकान थियो अनि यहाँ भित्र मन्दिर थियो। त्यो मन्दिरलाई चाहिँ यसलाई उगाएर मोडी गरेर अहिले यस्तो बनेको रहेछ हैन। धेरै प्रगति भएको रहेछ यो ठाउँ चाहिँ मन्दिरको लागि। अनि यहाँ चाहिँ यस्तो मन्दिर बनेको रहेछ शिवको मन्दिर, शिवथान बनेको रहेछ हैन। यो भाग्यले साथ दिएर र अहिलेसम्म म यो ठाउँमा आउँथिनँ नि होला भन्ने मलाई पहिला लाग्थ्यो, आइपुग्थिनँ होला भनेर। गस्ती टोली छौँ। गस्ती टोलीमा चाहिँ हामी 6 जनाको टोली छौँ। यता नि हुनुहुन्छ। अहिले चाहिँ विश्राम। अनि म चाहिँ यहाँ दर्शन गरेर खुट्टा पुरा खाली खुट्टा गरेर दर्शन पूजासुजा गरिसकेर जुत्ता लाउने क्रम जारी छ होइन। हामी चाहिँ निर्वाचन प्रणालीमा नियुक्ति भएर हाम्रो सरुवा भएर चरुवा भएर बडुवा भएर यो माने भन्नेदेखि आइएको छ होइन। कस्तो हुन्छ जस्तै अब यो सार्वजनिक स्थलहरू भेट्यो भने भिडियो बनाउनु, खास चाहिँ यसरी नबनाउनु भन्ने चाहिँ भिडियो चाहिँ आएको छ। म ढिलै पछाडि भए पनि हाल्छु यो भिडियो, अहिले नहालेको। सो निर्वाचन सकेपछि त्यस्तै छ। यो चाहिँ हामीले गरेको ठाउँ हो, काम गरेको ठाउँ हो। यहाँदेखि बागबिरे छिर्छ पशुपति हुँदै, अनि यो बाटो चाहिँ माने भन्ज्याङ छिर्ने हो होइन। यो बाटो चाहिँ उता पशुपति। सो भिडियो छोटो मिठो यस्तै हो होइन। अब छोटो मिठो भिडियो बनाउनु खोजेको ठिक छ। अब भिडियोलाई कन्टिन्यू हुँदै जान्छ। अहिलेलाई चाहिँ भने छोड्छु म। फेरि नेक्स्ट भिडियो आउँछ कि या यसमै जोडेर आउँछ आजको भिडियो थाहा छैन। सो आज चाहिँ फागुनको 12 गते हो। पानी पुरा आइदिरहेछ के खालको दिन भएको। यस्तो दामी मौसम हुनुपर्नेमा पानी आएर बेहाल भएर हामी चाहिँ यहाँ बसिदिरहेको छ। यस्तो छ होइन। सर्प पाउँछ, हाँसहरू खेलिरहेको छ। यो ठाउँ चाहिँ पहिल्यै आएको थिएँ म आउनु चाहिँ। कस्तो हुन्छ यस्तो दामी फुलाउनु भएको रहेछ यहाँ चाहिँ। दामी छ कि। आज चाहिँ के हुनु आँट्यो मलाई थाहा छैन। थामी साध्य होला जस्तो लागेन। अनि पानी चाहिँ के खतरा बजेर आउँदैछ भने नि बजेको सुन्दै हुनुहुन्छ होला। कत्रो चाहिँ पानी आउन आँट्यो साथी हो। बजाइ चाहिँ सानो छैन कि आइ नपुग्ने हो कि। फुल पानीले फुल झार्ने परेर
पुरा सार्दैछौँ अहिले टोली पनि यसमा सतर्क तर पानी आइपुग्ला जस्तो लागेन त उभो उभै काटिएर जान्छ जस्तो लाग्यो सो दामी छ फुल चाहिँ फुलिरहेछ पानी चाहिँ उभो उभै जाला जस्तो गर्यो मलाई चाहिँ अहिलेकोमा कस्तो दामी फुलिरहेछ नागराजा चाहिँ यहाँ हो होइन यत्तिको कला छ हामी चाहिँ यो मङ्गलबारेको स्कुल आइपुग्नु आँट्यौँ ठ्याक्कै बस्तीमा हिँड्दै गरेको सो मङ्गलबारे स्कुल यो चाहिँ पुरा सो यो चाहिँ मङ्गलबारेको स्कुल हो सही छ म्यादी पुलिस पनि झ्याप्पै लौरो बोक्छु भन्ने जेठा चाहिँ निक्लिँदैछ ल ल ल ल ल एकचोटि चिठी सलाम बिजक छ है साथीहरू निधि खान्न होला अब म जान्छु होला ल यो दिन आज चाहिँ हाम्रो हामी चाहिँ बाटोमा पानीले गोदेर अभर पारेर बिजक अवस्थामा बसिरहेको पुरा असिना आउनु थाल्यो अघि नै माथि माने भन्दैमा चाहिँ आइसकेर असिना यहाँ पनि पुरा छर्के आइरहेछ कस्तो हुन्छ आज चाहिँ फागुनको 12 गते यस्तो मौसम छ के हुनु आँटेको